अहिले वर्ल्ड नै अब एउटा ग्लोबल वार्मिङको कन्डिसनमा छ र पोल्युसनको पार्टमा अब सबैजना क्लाइमेट चेन्जको पार्टमा काम गरिराखेकै छ, कुरा भइराखेकै छ। अब काठमाडौँ आफैमा एउटा अब हामीले एउटा जेनरल नलेजको कुरा गर्दैछौँ, नट अब कुनै इभिडेन्स बेस्ड। अब यसमा काठमाडौँ आफैमा एउटा भ्याली छ हैन। अब यहाँनिर अहिले हामीले हेर्ने हो भने अब एकदमै डेन्स पपुलेसन छ पहिलो कुरा हैन। दोस्रो कुरा अब भेहिकल्स पनि एकदमै बढेको छ। अब अहिले धेरै मात्रामा हामीले अब गाडीहरू बाइकहरू देखिराखेका छौँ। त्यो चिजहरूले गर्दा पनि पोल्युसन चाहिँ बढेकै हो। अब कन्स्ट्रक्सनको पार्टमा पनि त्यस्तै अहिले सबैतिर कन्स्ट्रक्सन चलिराखेको छ। अब प्लान्टेसनको पार्टमा काठमाडौँमा त्यस्तो किसिमको अवेरनेसहरू छैन जुन कि र पोल्युसनलाई कन्ट्रोल गर्ने जुन मेकानिजम छ पहिला भन्दा त डेफिनेटली धुलो मान्डु भन्दा अहिले काठमाडौँ क्लिन देखिन्छ। आज यदि हामीले 3-4 वर्ष अगाडिको कुरा गर्ने हो भने काठमाडौँमा मास्क बिना त हिँड्नै नसकिने कन्डिसन थियो। त्यो भन्दा त आजको डेटमा हामी भन्न सक्छौँ नगरपालिका महानगरपालिकाले धेरै राम्रो काम गरेको छ, मच फार बेटर छ नि त अहिलेको डेटमा। अब स्टिल पनि अब वर्ल्डको कन्टेक्स्टमा हेर्ने हो भने अब यो भेहिकल धेरै छ, क्राउड धेरै छ। अब यसको लागि म्यानेजमेन्टको पार्ट छ। अब यसमा चाहिँ इन्भाइरोमेन्टको सेक्टरमा काम गर्ने विज्ञहरूको सल्लाह सुझाव अझ आवश्यक होला जस्तो लाग्छ मलाई। बिरामीहरू छ जस्तै उहाँलाई जसको लागि चाहिँ अब छातीको बढी समस्या छ, एलर्जीको बढी समस्या छ, त्यस्तो बिरामीलाई अझ बढी गाह्रो हुनसक्छ। त्यस्तो बिरामीलाई चाहिँ अब घरबाट निस्किँदाखेरि केही प्रिकसनहरूको कुरा चाहिँ गर्नुपर्ने हुन्छ। जसरी मास्क लाउने कुरा हामीले कोभिडमा पहिला सबैजना सिकेकै छौँ, त्यो चाहिँ सबैले गर्नै पर्यो। बाँकी अब यदि टेम्परेचरको कुरा गर्ने हो भने गर्मी बढ्न थालेपछि अब ड्राई सिजन हामी अर्को भाषामा भन्न सक्छौँ। यस्तो बेलामा चाहिँ मेडिकली चाहिँ हामी डिहाइड्रेसनहरूको हुनसक्छ। धेरै मान्छेलाई अब पसिना जाने हुन्छ नि त। अनि हामीलाई चाहिँ वाटर इन्टेक अब फ्लुइड इन्टेक जसरी हामीले झोल चिज बढी खाने त्यस्तो चिजहरूबाट हामीले अलिकति विचार पुर्याउनु पर्ने हुन्छ। न त त्यसले गर्दा फेरि हामीलाई अब डिहाइड्रेसन हुने र अलिकति अब टाउको दुख्ने, तनाव हुने